दण्ड भुग्नको लागि तयार बना। राजा परीक्षित, तिमीले यस्तो कुरा गर्दैमा म कुनै पनि मेरो यहाँ केही पनि हुनेवाला छैन। यो राज्यको राजा भनेको अब म हो। जबसम्म परीक्षित यो धरतीमा रहन्छ तबसम्म मेरा प्रजाहरूमाथि शासन गर्नको लागि तिमी जस्तो कालो पुरुषलाई कदापि सम्भव रहँदैन। त्यसैले प्राण रक्षा गर्नु छ भने तिमी यहाँबाट गइहाल, होइन भने म तिमीलाई यस्तो दण्ड दिनेछु कि त्यो तिमीले पनि कल्पना गर्न सक्दैनौ। मलाई तिमीले मृत्यु दण्डको कुरा गर्दैछौ। बिचरा अब यसलाई मैले कसरी गलत दिएर निकाल्नुपर्छ त्यो मलाई थाहा छ। कली यो आफ्नो काल आफै निम्त्याउँदैछस्। अब हेर, आफ्नो प्रजाको रक्षाको लागि महाराज परीक्षितले तँलाई कस्तो दण्ड दिन्छ भनेर ता युद्ध नै गर्न चाहन्छस् होइन? युद्ध नै गर्न चाहन्छु। एउटा कुरा सोच्छु तिमीलाई, तिमी मसँगै युद्ध गर्ने हो भने तिम्रो आयु कति छ नभन। लाखको भूत बातले मान्दैन भने जस्तै आफ्नो औकातमा त आयो होइन कालो पुरुष। तिमी मेरो आयु सुन्न चाहन्छौ? मेरा प्रजाहरू जस्तै मेरो आयु केवल 60 वर्ष हो। 60 वर्ष आयु भएकोले यो मसँग युद्ध गर्न खोज्नु। मेरो आयु कति हो सुन्छौ? ल मेरो आयु त सोध्यौ र तिमीलाई यति पनि थाहा छैन कि कोसँग बोल्दैछौ र तिमीले कस्तो शब्द बोल्नु पर्थ्यो भनेर। तर तिमीलाई त थाहा रहेनछ महाराजसँग कस्तो कुरा गर्नुपर्छ भनेर। छोडिदेऊ, भन तिम्रो आयु कति छ? मेरो आयु 4,36,000 वर्ष हो। ल भन कति? अब तिमीले मलाई के दण्ड दिन सक्छौ? तिमीलाई आफ्नो आयु पनि राम्रोसँग थाहा छैन भने युद्ध कसरी गर्छौ कालो पुरुष? युद्धको कुरा यदि त यहाँबाट निस्किन्छ कि तँलाई यही दरबारले आफ्नो उमेर थाहा नपाउनेले महाराज कलीलाई दण्ड दिने। मेरो आयु भनेको 4,32,000 आयु। आफ्नो आयु पनि तँलाई मैले 10 चोटि सोध्नु पर्यो कालो पुरुष। अनि भन्छस् कि यो राज्यमा शासन गर्छु, असम्भव। कालो पुरुष आफूलाई खोइ वीर सम्झन्थ्यो होइन? तिम्रो दरबारले पनि कुनै काम गरेन। आओ अझै युद्ध गर। आओ। मेरो दरबारले काम गरेन तँलाई यसरी खेलै ये दरबारी तलामा टुक्रा बचायो। राजा परीक्षित तँलाई म दरबारले टुक्रा
मलाई के हुन्छ तामा मेरो हातको काबी छ तर तलाई म यस्तो निचार्छु कागज चाहिँ भोग्न तयार बन कली कतिसम्म भाग्न सक्छस् तर आज मेरो हातबाट बच्दै छिरास् भाग अझै भाग क्षमा गर्नुहोस् प्रभु मैले चिन्न सकिनँ हजुरलाई अब हजुरको शरणमा बिन्ती गर्छु प्रभु हे कालो पुरुष आफ्नो शरणमा आउनेलाई दण्ड दिनु भनेको धर्म विपरीत हो त्यसैले तिमी मेरो शरणमा आयो त्यसैले तिमीलाई मैले प्राणदान दिँदैछु अब तिमी यो राज्य छोडेर अहिले तुरुन्तै गइहाल म तिम्रो यो कालो रूप एक मिनट पनि हेर्न चाहन्न प्रभु मलाई क्षमा गर्नुहोस् मैले हजुरलाई चिन्न मैले भुल गरेछु म अबका यो हजुरको राज्य छोडेर म कहाँ जाउँ प्रभु कालो पुरुष तिमीले गरेको कार्यले तिमीलाई यो राज्यमा राख्नु उचित हुँदैन त्यसैले जहाँबाट आएका थियो त्यही जाऊ तिमीलाई मेरो राज्यमा कुनै पनि स्थान प्राप्त हुने छैन प्रभु म कहाँ जाऊँ जताततै हजुरको मात्रै जगत छ मलाई कुनै स्थान दिनुहोस् प्रभु म त्यही गरेर बस्नेछु मलाई एउटा स्थान दिनुहोस् हजुरले उसो भए कालो पुरुष तिमी जस्तो छौ तिम्रो व्यवहार जस्तो छ तिमीलाई त्यस्तै स्थान उपयुक्त हुन्छ त्यसैले जहाँ नारीहरूले देह व्यापार गरेका छन् त्यस्तो ठाउँमा गएर बस्नु जहाँ जुवा तास खेलिन्छ त्यस्तो ठाउँमा गएर बस्नु जहाँ हत्या गरिन्छ बस्सालहरू छन् त्यस्तो ठाउँमा गएर बस्नु प्रभु म हजुरले भनेको स्थानमा बस्ने तर मलाई अझै राम्रो स्थान हजुरले दिनुहुनेछ प्रभु हे कालो पुरुष तिमीसँग जस्तो गुण छ त्यस्तै स्थान दिएको छु उचित स्थान प्राप्तिको लागि उचित ज्ञान हुन जरुरी छ भन तिमीसँग कस्तो ज्ञान छ प्रभु मसँग एउटा राम्रो गुण छ कस्तो गुण छ म सुभद्र प्रभु तिमीलाई यति पनि थाहा छैन महाराज परीक्षितले उचित गुण नभएसम्म उचित स्थान दिँदैन कसैलाई तिमीले धम्क्याए जस्तै थर्काए जस्तै छल गरेर स्थान प्राप्त गर्न सक्ने छैनौ जति नै मै हुँ भन तर तिमी भित्र भएको गुण सबै मैले देखिसके यदि राम्रो गुण छ भने भन प्रभु मैले माफ गरिदिनुहोस् मलाई क्षमा गरिदिनुहोस् प्रभु मलाई एउटा अझै पनि राम्रो स्थान दिनुहुनेछ प्रभु हजुरले म त्यही स्थानमा बास हुनेछ हजुरले अझै पनि मलाई एउटा स्थान दिनुहोस् प्रभु उसो भए कली तिमीले लुकायौ तर मलाई भन्न सकेनौ अवश्य कालो पुरुष तिमीसँग पनि एउटा उत्तम गुण रहेछ
भन तिमी कस्तो स्थानमा बस्न चाहन्छौ? मलाई हजुरले यस्तो स्थान दिनुहुनेछ कि म हजुरको मुकुटमा म हजुरको सुगन्धमा बस्न चाहन्छु। हे कालपुरुष, तिमीलाई न वरदान माग्न आउँछ न वरदानको परिणाम थाहा रहेछ। भन तिमी कस्तो ठाउँमा बस्न चाहन्छौ? प्रभु, मलाई हजुरले एकदम उत्तम स्थान दिनुहुनेछ। मलाई सुवर्णमा बास दिनुहोस् प्रभु, म सुवर्णमा बस्न चाहन्छु। हे कालपुरुष, तिमीलाई यति पनि थाहा छैन कि सुवर्णमा श्रीहरि नारायणको बास हुन्छ अनि तिमी जस्तो कालो पुरुषलाई पहिले सुवर्णमा कसरी बास दिन? भन सुवर्ण बाहेक कुन ठाउँ रोज्छौ तिमीले? म कालो पुरुष भए पनि प्रभु मेरो इच्छा आकांक्षा भनेकै मेरो सुवर्णमा छ। मलाई हजुरले त्यो प्रदान गरिदिनुहोस् प्रभु। उसो भए कालो पुरुष, तिम्रो इच्छा पनि पूर्ण हुनेछ। तिमी यस्तो सुनामा गएर बस्नु जहाँ छल कपट गरेर अथवा कसैको मन दुखाएर हरेर लिएर आएको सुनामा मात्रै बास गर्नु तिमीले। र आज उपरान्त मेरा प्रजाहरूलाई दुःख नदिइकन जहाँ जहाँ मैले भनेको छु त्यही गएर बस्नु तिमी। प्रभु, म अब सुवर्णमा बस्ने पाउने भए। धन्य प्रभु, अब म सुवर्णमा बस्ने पाउने भए। ए प्रजाहरू, अब म सुवर्णमा बस्न पाउने भए। ल गली, तिमीलाई मैले जहाँ जहाँ भनेको छु त्यही बस्नु। अहिलेलाई म राज्यतिर लागेँ। म सुनमा बस्न पाउने भए। म त सुनमा बसे भए, माता सुनमा बसी 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 भए।